मेरो भगवान भन्नुहोस् न एकचोटि धेरै पछि भ्लग बनाउँदैछु गाइस है। हामी चाहिँ थैबोमा छौँ, थैबो डाँडामा मन्दिर सानोले गएको सानो त्यहाँ माथि डाँडा देख्नु भएन रोक्नु म यहाँ जुम गरेको यहाँ छ है यो डाँडामा छ नि तपाईँ देखिरहनु भएको त्यो डाँडा कति टाढा छ आज ढिलो भइसक्यो सन्तानी छोरी त्यहाँ डाँडामा जम्न भन्नु हो चप्पल मान्नै पर्छ। हेलो प्यारी कस्तो लागिरहेछ थै बाहिर कस्तो फिल भइरहेछ राम्रोसँग हेर्नु न। हेलो आफ्नो फोनमा त छोडाइदिन्छ ला यस्तो दामी ठाउँ छ नि यहाँ। तिम्रो साथीहरू कति राम्रो ल गरिदिनु के गर्न खोजेको गर्न चाहिँ के खोजेको मलाई हात देऊ हात पनि कति फोहोर हो ल ल ल ल देऊ 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 हात देऊ भनेको मासुको झोल हात देऊ अनि त्यो कस्तो कस्तो फोहोर छ यो प्यारी हो यो प्यारीको मित्र हो उता जाऊ न उता प्यारीसँग जाऊ त मसँग आएको प्यारीको साथी हो प्यारीको साथी ऊ पनि प्यारीको साथी आमामा नागेर न यो के यहाँनिर धेरै यहाँनिर हेरौँ बुझ्ने हुन्छ के गरेको थियो सोचेको हेर न काखमा एनिमल लभर बिलाई यसो लाता चाहिँ नहान हौ कति मजाले खेल्ने के फेरि तिमीलाई खेलेको त अघि मेरो पकेट कस्तो बनाउँछ आयो त्यसको खुट्टा कस्तो बनाउँछ तिमीलाई सबै कुल्चिदियो ठिक्क पर्यो तिमी त त्यही त साध्दै तिमी पाठासँग आएको कुकुर म पाठा पनि लिएर आउँछु ल आऊ मेरो पाछा आऊ पछि रे अब त्यो पाठालाई टोकिदियो भने अब फेरि अर्को फरक भिडियो पाठासँगको फरक बन्द गर मेरो फुल हाइट ननिकाल न यहाँ त्यहाँ त्यो समात्यो भनेर यहाँ हेर रिसाको त्यहाँ रिसाको पनि खिचाइ रिसाको यहाँ रिसाको हेर्नु न मेरो सेना मेनाहरू सेना मेनाहरूको बच्चा है छोरी नै राम्रो छोराहरू नराम्रो यो छोराहरू यहाँ रिसाएर हेर दुईजना बम भएको रिसाको कस्तो छ भाइ बहिनी नै भाइ हो के भन्छ पपी दिएको त एउटा त्यहाँ बस्छ हाँस फेरि मेरो छोरी हो जेलस भयो नि ऊ चाहिँ ज्ञानी छ क्या चाहिँ लास्टै ज्ञानी हो हात देऊ भन्नु न हात दिन्छ हात देऊ पपी हात देऊ मलाई देऊ न त ल हात देऊ ल मलाई ओ खेलेर बस्नु पर्छ यार यही हो कि सबै यो त आमा छोरी छुट्टै संसार
यताको आमा छोरीको छुट्टै संसार यताको आमा छोरीको छुट्टै संसार यो छोरी 2 दिन भयो भर्खर जन्मेको मेरो चाहिँ 4 वर्ष भयो आइजन भुन्टु आइज 4 वर्ष भयो त ल कति साह्रो पर्ने हो खसी भन्दा नि कोइले छानेर कोइले पैसा लागेको युज गरेको तिमीले कहिले आम्मै गोजी राम्रो गे त्यसो भन्छ म एनिमल इज एभर बेस्ट यो खुट्टाले पाइया गर्छ त ल आइ नकुट्ने रे आम्मै दुख्छ रे के गरेको त केरा नै बेस्तो कसा कुकुर केटा लगेर नि त के गर्छ ए तिमी त के दियो कालु कपडा चाहिँ रोस्टै बनायो प्यारी बेबी हो बेबी हो रहेछ ओइ खुट्टा भेटे बेबीको ला म त बजु हुने वाला बेबी छ यसले दुखेर नि त हो के गरेको यस्तो यो तैँले के गर्यो नगर्ने काम गर्यो कोसँग चाहिँ गर्नु ला नमस्ते त 1300 छ त कस्तो लाज लागेको तपाईँहरूको दाइ चाहिँ कहिले आउनुहुन्छ हाम्रो दाइको पर्खाइमा यता अर्को फेरि हक नगर्ने हक गर्छु भन्दै थियो गर्ने ल हिँड न त म हक गराइदिन्छु मेरो फोन बोक्नु यतै आइहाल्छ नि यतै गरेर गइहाल्नु नि ला चोर्यो यो फुल चोर्यो भाइ कसको हो कुन्ने हो प्यारीलाई कसैले देखाएको छैन फुल चोरेको एउटा नि मान्छे छ त्यही पनि फुल चोरिदिन्छ यार प्यारी हेरौँ थुक्क फुल चोरेको पनि कस्तो फुल चोरेको कस्तो फुल कस्तो राम्रो छ नि खोइ यता फर्काउँ न यो पो खतरा चोरेको छ यसो गर्नु पर्यो नछोड मेरो फुल किन छोड्नु मैले चोरेको थिएँ त्यो चार्ज थियो चोरेको फुल त नि राम्रो भयो अब चाहिँ दाइकोबाट हामी दिदीकोमा जाँदैछौँ त्यसपछि फेरि अनुकोमा जान्छ दिदीको घर कति थाल्यो दिदीको घर कति 3 तले 2 तले 3 तले दिदीको घरमा छेल्न लाग्छ ढोका खोल्न त दिदीको 2टा कुकुरहरू दिदीले पेट ल्याउनुपर्छ दिदीले के गर्छ हामी त राते दामी रहेछ यार फुल हेर्नु त बाफ्रे उता नि छ उता यो छुट्टै फुल है कता ओहो उता नि रहेछ नि अनि दिदीले कति धेरै फुल रोपेको है दिदीले कति फुल रोपेको रहेछ कति राम्रो फुल नि दिदीको बहिनी पप्पी छुँदै मेरो मुमु यही गर्दै पानी खाम न प्यास लाग्यो यो प्यारीलाई त है सानो डाँडामा पुगेपछि मुदाउँछ अनि घरबाट निस्केपछि अब पानीतिर लाग्यो अरे अब उता घरमा पुगिन्छ यसो मेरो फुल भिउ निकाल्दिन कता छ ओके उतै जानु न एउटा फोटो खिचिदिनु न ल मलाई प्यास लाग्यो के गर्नु डाँडामा ऊ त्यो डाँडामा गएको होइन सुसु आएर अनि कहाँ गयो डाँडामा गएको सुसु आयो भन्छ उतापट्टि बास गाडीमा गएर बास गाडीमा गएर लुकाएर सुसु गर्न लागेको 2 सेकेन्डमै उठ्यो कस्तो सुसु गऱ्यो कुन्नी ल हामी चाहिँ दाइकोबाट दिदीकोमा जाँदैछौँ फेरि अहिले चाहिँ हामी थैबो भन्ने ठाउँमा छौँ यो दिदीको घर चाहिँ हामी निस्केर नि अनि यो दिदीको घर चाहिँ हामी निस्केर नि पसेर नि निस्किसक्यौँ अब अर्को दिदीको घरमा आउनु होला हामीले खिचिन दिदीले हामीलाई स्वीकृति दिनु भएन फोटो खिच्न त्यहाँभित्र है हिराहरू जोडेको नि त अनि के गर्नु भयो सोध्नु भयो घरको नम्बर त देखाउनु भएन नि देखाएको छुइनँ दिदीको मेरो फोन पो छ त ल बाई भने के भने ल के ल स्पिकरमा छौ किन सानो आवाजले बोलेको यहाँ पछाडि
म सानोसँग किन हिँडेको के भने बनाउनु भ्लग बनाउँछ अनि किन बोल्नु बुढा टेकेर मलाई देऊ ल राखे बुढा टेकेर मलाई देऊ न तिमीलाई थुइया जिन्दगी होइ तेरो अहिले लड्छ र अनि धेरै प्रकारको भेट्यो यस्तो कहाँको टिपेर आई लभ यु भन्दैछ दुईजना चाहिँ